नमस्कार आदरणीय न- दर्शकहरू। आज हामी कार्यक्रम शिक्षा चौतारी साउन 21 गते गुरुबार गुरुसँग कुराकानी गर्न गइरहेका छौँ र यो आज हाम्रो पहिलो कार्यक्रम पनि हो। आज हामीले गेरुवा गाउँपालिका 6 नौरङ्गाका शिक्षाविद समाजसेवी बुद्धिजीवी कुमार लामिछाने ज्यूसँग शिक्षा चौतारीमा विभिन्न शिक्षासँग सम्बन्धित कुराकानी लिएर उपस्थित भएका छौँ र यसमा हामीले शिक्षा क्षेत्रलाई नै प्रेरक रूपमा प्रस्तुत गर्दै जानेछौँ। सरलाई यस कार्यक्रममा स्वागत छ। नमस्कार, स्वागत छ, धन्यवाद। सर, आज हाम्रो साउन 21 गते गुरुबार पहिलो शिक्षा चौतारी कार्यक्रममा आउनुभएको छ। त्यसमा पनि हजुरलाई धेरै धेरै स्वागत गर्दछु। र अब हामी शिक्षा चौतारी कार्यक्रममा शिक्षा क्षेत्रमा हजुरले बाल्यकालमा कसरी चाहिँ शिक्षा हासिल गर्नुभयो सो कुराबाट चाहिँ हामी अगाडि बढ्न गइरहेका छौँ। त्यसलाई चाहिँ जानकारी गराउनु पर्यो। बाल्यकाल हजुरको कस्तो रह्यो? धन्यवाद। सबभन्दा पहिले त यो शैक्षिक यो शिक्षा चौतारी कार्यक्रम अन्तर्गत मलाई चाहिँ आमन्त्रण गर्नुभएकोमा साथी एफएम चाहिँ पुरुषोत्तम खनालजीलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मेरो शैक्षिक प्रारम्भ शैक्षिक अवस्था अलि उमेर ढल्केपछि नै सुरु भएको हो। मेरो जन्म 2017 साल माघ 11 गते साबिक दाङसिङ गाउँ पञ्चायत वडा नम्बर 6 रयल छाप नुवाकोट जिल्लामा भएको हो। त्यसपछि 2026 सालमा म बसाइँ सरेर बर्दिया जिल्लामा आएको हुँ र त्यसबेला अक्षरारम्भ मेरो स्वर्गीय धर्म पिता नारायण प्रसाद रिमालले नै को कारणले गर्दा मैले शिक्षा आर्जन गर्न सकेँ र उहाँले नै मलाई चाहिँ पालन पोषण गरेर शिक्षा दिनुभएको हो। उहाँको प्रेरणाले गर्दाखेरिमा आज म यो अवस्थामा आएको हुँ। विगतमा हजुरले चाहिँ केही उमेर ढल्केपछि वा चाहिँ अहिलेको विद्यालय उमेरभन्दा केही उमेर गइसकेपछि अध्ययन गरेर आजको अवस्थासम्म पुग्नुभयो। अहिले सानै उमेरमा बालबालिकाहरूलाई विद्यालयमा पठाइन्छ वा चाहिँ शिक्षा आर्जन गर्न लगाइन्छ। त्यसमा हजुरहरूले गरेको चाहिँ सङ्घर्ष र अहिलेका बालबालिकाहरूले गरिरहेको चाहिँ प्रयासलाई कसरी तुलना गर्नुभएको छ? त्यति बेलाको समय र अहिलेको समयलाई हामीले जुन दुःख गऱ्यौँ, अहिलेको बालबालिकाले पनि शिक्षा आर्जन गर्नको लागि त्यतिकै दुःख गर्नुपर्छ भन्ने मेरो मान्यता पटक्कै होइन। तर हामीमा अब सामाजिक संस्कार, पारिवारिक संस्कार, पढाइ सम्बन्धी चेतनाको संस्कार अहिले त्यति नपाएको जस्तो लाग्छ। त्यति बेला चाहिँ पढ्नुपर्छ भन्ने भावना अभिभावकमा पनि रहेको र विद्यार्थीहरू पनि रहेको। अहिले यही कारणले गर्दाखेरिमा शैक्षिक गुणस्तर त्यति राम्रो जति हुनुपर्ने हो नेपाल सरकारको लगानी अनुसार त्यति राम्रो हुन सकेको छैन। यसको मूल कारण चाहिँ यो हाम्रो रीतिरिवाज र संस्कारको बारेमा घर परिवारैबाट हाम्रो बालबालिकालाई राम्रोसँग सिकाउन सकिएन। विद्यालयमा पठाएर मात्रै हुँदो रहेनछ। एउटा बालकको सर्वाङ्गीण विकासको लागि, विद्यार्थीको चाहिँ उन्नति र प्रगतिको शैक्षिक गुणस्तर अभिवृद्धिको लागि शिक्षक, अभिभावक र सामाजिक चाहिँ व्यवस्था पनि त्यस्तै किसिमको भयो भने मात्रै हुँदो रहेछ। एउटा शिक्षकले चाहेर पनि हुँदैन, अभिभावकले चाहेर पनि हुँदैन र विद्यार्थीले चाहेर पनि हुँदैन। सबैजनाको तालमेल मिल्न गयो भनेदेखि चाहिँ नेपाल सरकारले निर्धारण गरेको शैक्षिक लक्ष्यहरू पुरा गर्न सकिन्छ होला जस्तो लाग्छ मलाई। सर, विगतमा झन् धेरै अभिभावकहरू अशिक्षित हुनुहुन्थ्यो, शिक्षाको चाहिँ चेतना पनि थिएन। त्यतिखेर पनि हजुरहरू जस्ता चाहिँ व्यक्तित्वहरू अगाडि बढ्नुभयो। अहिले अधिकांश अभिभावकहरू साक्षर हुनुहुन्छ, पढे लेखेका हुनुहुन्छ। तर पनि अहिले कुन कारणले वा चाहिँ कस्तो सङ्घर्षको चाहिँ अभाव भएर यो शैक्षिक गुणस्तर कम हुँदैछ वा खस्कँदो छ, हजुरलाई के लाग्छ? एउटा चाहिँ कस्तो भयो भने यो हाम्रो अहिले चाहिँ भन्नुपर्दा अब
उल्टो अर्थ नलागोस्। विद्यार्थीलाई चाहिँ के बोल्नै नपाइने भयो सर। अहिले चाहिँ विद्यार्थीलाई राम्रोसँग किन पढिनस् भन्न पनि नपाइने, पिट्नै पर्छ भन्ने मेरो मान्यता होइन है। त्यो अर्थ नलागोस्। हाम्रो रीतिरिवाजको बारेमा, संस्कारको बारेमा पढ्नुपर्छ भन्न पनि नपाउने। अब अहिले त विद्यालयमा आएर चाहिँ जबरजस्ती कपाल खौर्न लगायो भनेदेखि चाहिँ 50,000 देखि कति महिनासम्म चाहिँ कारागार बस्नुपर्ने भन्ने पनि कैद प्रावधान सजाय। आएको छ। हजुर। त्यस्तो किसिमको छाडापन भयो भनेदेखि त यो काम गर्न गलत छ, यो काम गर्न सही छ त भन्नु पाउनु पर्यो नि। विद्यार्थीमा मेरो भनाइको मतलब नैतिक फिर्को ज्ञानको पर्छ चाहिँ भनेको अभाव, होइन मैले। नैतिक ज्ञानको अभाव रह्यो। नैतिक ज्ञानको नितान्त अभाव छ, साह्रै अभाव छ। यसै कारणले गर्दाखेरिमा नेपाल सरकारले लिएको यो शैक्षिक लक्ष्य पुरा हुन नसकेको, यो चाहिँ मेरो ठम्याइमा यो 100% हो। अब सरले निकै लामो समयसम्म विद्यालय शिक्षामा, त्यसपछि प्रशासककै रूपमा विद्यालयमा समय व्यतीत गर्नुभयो र अहिले समाजमा स्थापित एउटा कुमार लामिछाने भनेर चाहिँ चिनिनु भएको छ। र यसरी हजुरले चाहिँ स्थापित आफ्नो नाम बनाउनको लागि वा चाहिँ समाजमा चिनिनको लागि हजुरको पछाडि कसको चाहिँ हात रहेको छ, कसले चाहिँ कसरी हजुरलाई सहयोग गर्नुभयो, के छ त्यो अलिकति चाहिँ बताइदिनुहोस् न। मेरो शैक्षिक क्षेत्रको इतिहास भन्दाखेरिमा चाहिँ मैले अहिले नै भने मेरो श्रद्धेय धर्मपिता भन्छु मैले, नारायण प्रसाद रिमाल। उहाँले चाहिँ मलाई यो ठाउँमा ल्याउनु भएको, म पढ्नको लागि उहाँले चाहिँ व्यवस्था गर्नुभयो। त्यसपछि म जब 2032 सालमा मेरो एसएलसी हो, 32 सालमा मैले एसएलसी गरिसकेपछि 33, 34, 35 सालतिर एउटा सुशीला नेपाल भन्ने एकजना शिक्षिका हाम्रो विद्यालयमा आउनुभएको थियो। उहाँले चाहिँ सर अब तपाईँ चाहिँ अझ उमेरै छ, उमेर गएको मान्छे पढ्नुपर्छ तपाईँले भन्नुभयो। त्यसपछि मैले चाहिँ इन्टर पास गरेँ 2037मा। अनि त्यसपछि त्यसै छोडेर बसेको थिएँ। अनि घरमा चाहिँ श्रीमतीजीले हजुरको पढाइ पुगेन, यतिले मात्रै पढाइ हुँदैन, हजुर स्थापित हुँदै जानुभएको छ, सबै कुरो राम्रो छ। विद्यालय पनि अब 1देखि 3बाट 12सम्म भयो। भोलि अर्कै व्यवस्था पनि आउन सक्छ। प्रशासनमा हजुर सधैँभरि बस्न सक्नुहुन्न, हजुरलाई अप्ठ्यारो लाग्ला, योग्यता बढाउनु पर्यो भन्ने कुरा श्रीमतीबाट, देवकी लामिछानेबाट आयो। अनि त्यसपछि मैले 57 वर्षको उमेरमा बिएड गरेको हुँ सर। त्यति ग्यापमा 57 वर्ष उमेर पुगेपछि बल्ल बिएड गरेको हुँ। पढाइप्रति चाहिँ त्यस्तो गयो क्या मेरो। हजुर, यो हजुरको अब फेरि हामी हजुरकै जीवनीतिर चाहिँ फर्कन चाह्यौँ कि हजुरको चाहिँ बाल्यकाल कुन ठाउँमा कसरी र कस्तो सङ्घर्ष गर्दै हजुर चाहिँ अगाडि बढ्नुभयो, त्यसलाई पनि थोरै जानकारी गरिदिनुहोस् न। मेरो बाल्यकाल, म 2017 साल माघ 11 गते जन्मिएको हुँ। स्वर्गीय पिता भोजराज लामिछाने र स्वर्गीय माता मायादेवी लामिछानेको कोखबाट जन्मिएको हुँ म। मेरो जन्म नुवाकोट जिल्ला साबिक दाङसिङ गाउँ पञ्चायत वडा नम्बर 6 रहेलछापमा भएको हो। त्यसपछि म गाउँघरमै बस्ने, खेल्ने, हाँस्ने अनि गरिराखेको थिएँ। अनि 26 सालमा स्वर्गीय नारायण प्रसाद रिमालले होइन भानिजीले पढ्नुपर्छ, उहाँलाई पढाउनुपर्छ भनेर चाहिँ बर्दिया लिएर आउनुभयो। 2026 साल मङ्सिर 19 गते म यहाँ आइपुगेको हुँ। र त्यसपछि पढ्न सुरु गरेर 32 सालमा मैले एसएलसी गरेँ, 36 सालमा इन्टर गरेँ र 62 सालमा बल्ल मैले चाहिँ बिएड पास गरेँ। र विद्यालयमा 2035 साल आषाढ 1 गतेदेखिको मेरो चाहिँ त्यहाँ जोइन हो स्कुलमा। गणेश प्रावि पर्सिनीपुर थियो। अनि 2000 शिक्षण पेसामा म लागेको हुँ र 2077 साल माघ 10 गतेसम्म म त्यहाँ
42 वर्ष 6 महिना 28 दिन बसेर चाहिँ विद्यालय प्रशासकको रूपमा काम गरेँ गणेश मावि पर्सिनपुरमा। त्यहाँ अहिले पनि विद्यालयलाई म छँदासम्म राम्रै अवस्थामा थियो, त्यति नराम्रो थिएन। 1 वर्ष नेपाल अधिराज्यभरिकै दोस्रो विद्यार्थी सङ्ख्या भएको विद्यालय थियो। 58 सालमा 2100 विद्यार्थीहरू थिए त्यति बेला। बर्दिया जिल्लाको पहिलो थियो। अब हजुरले चाहिँ लामो समय शिक्षण पेसामा आफ्नो जीवन ऊर्जावान जीवन पनि व्यतीत गर्नुभयो र अहिलेको जुन हामीले 2083 सालको चाहिँ त्रैमासिक परीक्षाका नतिजाहरू पनि धेरै विद्यालयको चाहिँ देख्यौँ। त्यसमा सर यो शैक्षिक गुणस्तरमा बालबालिकाहरू निकै कमजोर वा चाहिँ हरासोन्मुख नतिजा चाहिँ अहिले विद्यार्थीहरूबाट चाहिँ देखिरहेको छ। उनीहरूको चाहिँ उपलब्धिहरू चाहिँ कम हुँदैछ। बच्चा-बच्चीहरू चाहिँ नैतिक रूपमा चाहिँ अलिकति पथबाट बाहिर गएको जस्तो चाहिँ भइरहेको छ। यसरी हाम्रा बालबालिकाहरूलाई जोगाउनको लागि तपाईँको अनुभवले हामी कसरी अगाडि बढ्यौँ भने बालबालिकाहरूको चाहिँ सुनौलो भविष्य उनीहरू चाहिँ शैक्षिक रूपमा र जीवनका चाहिँ असल मार्गमा चाहिँ लाग्छन् जस्तो लाग्छ हजुरलाई? अहिले सर अब भन्यो भने अलि अप्ठ्यारो पनि मान्नुहुन्छ होला। यो तिनै पक्षको सहयोग बिना चाहिँ बालबालिकाको शैक्षिक स्तर हुन सक्दैन। शिक्षक, अभिभावक र विद्यार्थी यी तिनै पक्ष मिलेर चाहिँ नेपाल सरकारले लिएका अवधारणाहरू अनुसार चाहिँ शिक्षण पद्धति अपनाएर काम गर्ने हो भनेदेखि चाहिँ शैक्षिक गुणस्तर उकास्न सकिन्छ सर। यदि हामीले त्यसमा बेलैमा ध्यान पुर्याउन सकेन भने यो शैक्षिक गुणस्तर वृद्धि गर्न हामी कुनै पनि हालतमा सक्दैनौँ। हामी त्रिपक्षीय नभइकन चाहिँ बालबालिकालाई को शैक्षिक गुणस्तर उकास्न सकिँदैन। यो पछिल्लो समयमा आधुनिक यो विज्ञान प्रविधि जस्तै सामाजिक सञ्जालहरूले हाम्रो जीवनमा केही सकारात्मकता ल्याएका छन्, केही नकारात्मकता पनि ल्याएका छन्। बालबालिकाहरूलाई सामाजिक सञ्जालमा आउन वा चाहिँ त्यसबाट वञ्चित गर्न के गर्नु पर्ला जस्तो लाग्छ हजुरलाई? बालबालिकाहरूलाई अब यो सब पनि बाल अधिकारको कुरा आउला। बालबालिकालाई त मेरो विचारमा आफ्नो व्यक्तिगत नितान्त व्यक्तिगत विचारधारा हो। 10 क्लास पास नगरुन्जेल बालबालिकालाई यो बाहिरी संसारमा घुमाउनै हुँदैन। यो मोबाइलको प्रयोग गर्नै दिनु हुँदैन बालबालिकालाई। अब यसको अर्थ नलागोस् कि चाहिँ यो बाल अधिकार हनन भयो भन्ने कुरा नहोस्। मेरो आफ्नो व्यक्तिगत विचारधारा हो। यही सामाजिक सञ्जालले गर्दा नै विद्यार्थीले पढ्न नसकेका हुन्छन्। अब यसमा छन् त धेरै छन्, राम्रा कुरा पनि छन्, तर राम्रा कुरालाई पर सारेर नराम्रा कुरामा चाहिँ विद्यार्थीहरूको ध्यान बढी जान थाल्यो र त्यसैमा चाहिँ लाग्न थाले विद्यार्थीहरू, जसको कारणले गर्दाखेरि उनीहरूको भविष्य त्यति सुनिश्चित राम्रो भएको म देख्दिनँ। त्यही त अब धेरै विकसित देशहरूले 16 वर्ष 18 वर्ष नपुगिकन सामाजिक सञ्जालमा उनीहरूले आफ्नो एकाउन्ट वा चाहिँ छुट्टै आफ्नो पेज बनाउन नपाउने लगायतका चाहिँ नियमहरू पनि बनाइसकेका छन्। त्यसरी हामीले वञ्चित गरिरहँदा पढ्ने विद्यार्थी वा चाहिँ शिक्षा क्षेत्रमा खोज गर्नको लागि त अहिलेको युट्युबहरू भए, व्हाट्सएपहरूमा धेरै कुराहरू पनि पाइन्छ सर। त्यसले अब हामीले यसलाई कसरी सदुपयोग गर्न सक्छौँ वा चाहिँ अभिभावकले कसरी, धेरै त अभिभावकहरूको पीडा पनि यही हो कि हाम्रा बालबालिकाहरू मोबाइल नपाएर चाहिँ स्कुल जाँदैनन् वा चाहिँ मलाई मोबाइल दिएनौ भने म चाहिँ पढ्न जाँदिनँ भन्ने चाहिँ घुर्क्याउँछन्, लगाउँछन् भन्छन्। यिनलाई सही रूपमा चाहिँ त्यो सामाजिक सञ्जाल वा चाहिँ अहिलेको विज्ञान प्रविधिको सफलता उपलब्धिलाई हाम्रा बच्चा-बच्चीलाई कसरी लगाउन सकियो भने उनीहरू चाहिँ शिक्षा क्षेत्रमा पनि अब्बल हुन्छन् जस्तो लाग्छ हजुरलाई? यदि सामाजिक सञ्जालमा विद्यार्थीहरूलाई ल्याउने नै हो भने अहिलेको विज्ञान प्रविधिको युगमा शैक्षिक
अ, शिक्षण अध्ययन अध्यापनको लागि मात्रै उपयोगी हुने विषयवस्तुहरू त्यो सामाजिक सञ्जालमा राख्नुपर्छ। अन्यथा सामाजिक सञ्जालमा विद्यार्थीहरूलाई काम लाग्ने शैक्षिक कुराहरू मात्रै राख्यो भने राम्रो हुन्छ। न त चाहिँ त्यो सामाजिक सञ्जालमा त्यसै छोडिदियो भने विद्यार्थीहरू बिग्रिन्छन्। किन बिग्रिन्छन् भने उनीहरूलाई भविष्यको बारेमा त्यति थाहा हुँदैन, त्यसैमा मात्रै रमाउँछन्, सानो कुरामा मात्रै रमाउँछन्, जसको कारणले गर्दाखेरिमा शैक्षिक गुणस्तर वृद्धि हुन सक्दैन। सर, हजुरले त लामो समय नै शिक्षा र समाज सेवामै व्यतीत गर्नुभयो। अहिलेको जल्दो बल्दो समस्या जस्तै हामीले देखेका पछिल्ला समस्याहरू जो चाहिँ हजुरहरूले छिचोलेर आएका ती सङ्घर्षहरू अहिलेका केटाकेटीहरूले चाहिँ त्यो सङ्घर्ष गर्नु नपरे पनि के कारणले चाहिँ यसरी चाहिँ बालबालिकाहरू पछाडि परिरहेछन् जस्तो लाग्छ? के उनीहरूलाई व्यवहारिक ज्ञान नभएर, नैतिक ज्ञान नभएर, वा चाहिँ अभिभावकले वास्ता नगरेर, के जस्तो लाग्छ हजुरलाई? मेरो विचारमा सर, मेरो आफ्नो व्यक्तिगत विचारधारामा सुविधा धेरै भयो, फेसिलिटी धेरै भएर बिग्रिए। बिहान सबेरै उठेर किताब सिताब केही नपढिकन हामी लालटिन बालेर पढ्थ्यौँ। अहिले पनि लालटिन बालेर पढ्नुपर्छ भन्ने मेरो मान्यता पटक्कै होइन है। अहिले चाहिँ अर्कै जमाना जुग आइसकेको छ। तर पढ्ने वातावरण भएन, घरमा पढ्ने वातावरणै भएन। घरमा आएर विद्यार्थीले चाहिँ किताब कहाँ राख्यो, होमवर्क गर्यो कि गरेन भन्ने कुरा त रेस्पोन्स चाहिँ अभिभावकले पटक्कै लिनुहुन्न। त्यसो भएको कारणले गर्दाखेरिमा चाहिँ यो स्तर बन्न नसकेको। हामीले चाहिँ धेरै सङ्घर्ष गर्यो पढ्ने बेलामा। त्यो यो पछिल्लो समयमा त अभिभावकहरू पनि व्यस्त हुनुहुन्छ सर। जस्तै तपाईँको महँगी पनि छ, अब केटाकेटीहरूका आवश्यकताहरू, आफ्ना आवश्यकताहरू पनि छन्। अब अभिभावकहरूले ध्यान दिनु भएन, वा चाहिँ विद्यालयमा केटाकेटीहरूले चाहिँ पढेन, गृह कार्य गरेन, यसको पछाडि चाहिँ कुनै ठोस त्यस्ता कारणहरू छन् जुन हजुरहरूले चाहिँ विगतमा त्यसलाई सफलतापूर्वक तिर्दै आउनु भएको थियो? अब यस्तो छ सर, अब मैले अहिले भने यो सुविधा बढी भएको कारणले गर्दाखेरिमा हो। यदि सुविधा त्यस्तो नभइदिएको भएदेखि मैले गर्नुपर्छ, यो काम मेरो हो भन्ने भावना भइदिएको भएदेखि चाहिँ हुन्थ्यो। अब अहिले चाहिँ सुविधा बढी भयो, सुविधा भएको कारणले गर्दा पढाइ भन्ने कुरा त अलिक कठिनै हुन्छ, अप्ठ्यारो हुन्छ सबैलाई। अनि जटिलबाट चाहिँ सरलमा मान्छे किन जान्छ र, होइन? त्यस्तो हुनु, सुविधा बढी भयो सर अहिले। र यो पारिवारिक वातावरण नै भएन। अभिभावकज्यूहरू शिक्षित हुनुहुन्छ तर शिक्षित भएर भएन। कतिपय अभिभावकज्यूहरू मैले पढ्दाखेरिमा विद्यालयमा आउनुहुन्थ्यो, अनि मेरो जीवन त त्यसै गयो सर, मैले आफ्नो बालबच्चाको लागि चाहिँ पढाउँदैछु भन्नुहुन्थ्यो। तर बालबच्चाको चाहिँ केही वास्तै छैन। स्कुल आयो कि आएन कि, खायो कि खाएन कि, सरहरूले पढाउनु भयो कि, होमवर्क दिनुभयो कि केही भएन, थाहै छैन। घरबाट गएपछि झोला कहाँ राख्यो थाहा छैन, बेलुका 8 बजे घरबाट निस्किन्छ, कति बेला आउँछ थाहै हुँदैन। त्यस्तो स्थिति पनि छ। यो बढी सुविधा भयो, फेसिलिटी बढी भयो, जसको कारणले गर्दा, र अनुशासनै पटक्कै भएन परिवारमा, अब समाजमा, होइन? अब अहिले त लागु पदार्थको चाहिँ व्यापक दुरुपयोगका कुराहरू छन्। अब केटाकेटीहरू चाहिँ सानै उमेरदेखि नै चुरोट खाने, गाँजा खाने। अब त्यसमा अभिभावकहरूले, अब समग्रमा समाजले यसरी चाहिँ विकृति फैलिँदै गएकोलाई नियन्त्रण कसरी गर्न सक्ला सर? के छ? समाजले यस्तो किसिमको विकृति भएकोलाई, जस्तो जुन ठाउँमा त्यस्तो विद्यार्थीहरूलाई यदि त्यो लागु पदार्थ सेवन गरेको देखेपछि चाहिँ सम्मत निकायमा खबर गरिदिने, अथवा सानै छन् भने बाबु तिमीहरूको यो उमेर होइन, अहिले चाहिँ शिक्षा आर्जन गर्ने बेला हो, तिमीहरू पढाइपट्टि ध्यान देऊ भनेर समाजले पनि भनिदियो। त्यति भन्दा पनि मानेन भनेदेखि चाहिँ अलिक ठुलो स्वर गरेर यस्तो काम गर्नु गैर कानुनी हो, गर्नु हुँदैन भनेर भनिदियो भनेदेखि चाहिँ ऊ दुरुत्साहित हुन्छ, लागु पदार्थ सेवन गर्नेबाट दुरुत्साहित हुन्छ। तर यहाँ चाहिँ अहिले के भइरहेको छ भने
अब मेरो छोरो पनि होइन, देखेको नदेखे केही पद छ भनिदिएला अहिले आफैलाई भन्ने कुरा चाहिँ समाजको अभिभावकको पनि कुरा सुन्नुमा आएको छ, जसले गर्दाखेरिमा कसैले पनि वास्ता नगरिँदाखेरिमा चाहिँ अप्ठ्यारो भयो। र अर्को चाहिँ अहिले विद्यार्थीहरूलाई चाहिँ अब राम्रोसँग पढ भनेर आफ्नो रीतिरिवाज संस्कार परम्परा नै सिकाउन पाइँदैन। अब सिकायो भनेदेखि चाहिँ यो चाहिँ हाम्रो पाठ्यक्रममा छैन, यस्तो कुरा चाहिँ हामीले पढ्नु पर्दैन भन्ने कुरा पनि आउँछ। तर मूल कुरा चाहिँ नैतिक नै हो, नैतिक शिक्षा नभइकन त हो। त्यो नैतिक शिक्षाको अभाव रह्यो केटाकेटीहरूमा। नैतिक शिक्षाको अभाव। अब समाजमा सरोकारवाला जुन हजुरले भने जस्तै जो स्टेक होल्डरहरू छौँ हामी, अब समाजका बुद्धिजीवी, समाजसेवी, अभिभावक, विद्यालय प्रशासन सबैको चाहिँ सहकार्य रह्यो भने पक्कै पनि हाम्रा केटाकेटीहरू बालबालिकाहरू चाहिँ सही बाटोमा लाग्छन् सर। अब पहिले सरहरू तालिम प्राप्त हुनुहुन्थेन, अहिले त सबै सुविधा छ, नेपाली सरकारले सबै सुविधा, तालिम प्राप्त सरहरू हुनुहुन्छ। उहाँहरूले नपढाएको पटक्कै होइन, उहाँहरूले पनि प्रयास गरिरहनु भएको छ, तर यो त्रिपक्षीय भएको छैन। त्रिपक्षीय नभइकन अझै पनि हुँदैन सर। त्रिपक्षीय मिलेर नै गर्नुपर्छ र टिचरले पनि प्रत्येक विद्यार्थीको निगरानी राख्नुपर्छ। प्रत्येक विद्यार्थीको चाहिँ एउटा फाइल बनाएर ऊ प्रवेश गरेदेखि निस्केर जाने बेलासम्मको एउटा उसको फाइल हुनुपर्छ, त्यसमा उसको रेकर्ड हुनुपर्छ। विद्यार्थीको कार्य सञ्चयका पोर्टफोलियोहरू चाहिँ बनाएर उसका रुचिहरू, उसका चाहिँ अब अन्तर्निहित प्रतिभाहरू, उसको उपलब्धि, समग्र व्यक्तिको चाहिँ त्यो विद्यार्थीको वैयक्तिक विवरण घरायसीदेखि लिएर सबै मेटिएको भयो भनेदेखि चाहिँ अलिकति त्यसले धेरै सहयोग गर्छ। अब हाम्रो कस्तो विडम्बना छ सर भने, हामी हस्पिटल गयौँ भनेदेखि चाहिँ तुरुन्तै एउटा फाइल बनाएर दिन्छ हामीलाई, 4-5 दिन बसियो भने पनि। तर विद्यार्थी विद्यालयमा गइसकेपछि उसको कुनै किसिमको अभिलेख चाहिँ नामहरू लेख्ने मात्रै हो। उसको व्यक्तिगत अभिलेखहरू कतिपय विद्यालयमा हामी नभएको पाउँछौँ। त्यहाँ उसको अभिलेख हुनु पर्यो, उसका राम्रा कामहरू, उसले सुधार्नु पर्ने कामहरूको बारेमा अभिलेख राख्यो भनेदेखि चाहिँ सबैलाई सजिलो हुन्छ। र त्यो कुरा अभिभावकलाई पनि जानकारी गराउनु पर्यो, यो कुराहरू चाहिँ सुधार गर्नुपर्ने छ। यो कुराहरू यो विद्यार्थीको साह्रै राम्रा छन्, राम्रो कुरालाई हामीले प्रोत्साहन गर्नु पर्यो। सुधार गर्नुपर्ने कुराहरूलाई चाहिँ हामी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने लाग्नु पर्यो भन्ने अभिभावकसँग छलफल नभइकन त टिचरले मात्रै गरेर त केही पनि हुँदैन। सरले विभिन्न प्रकारका चाहिँ शैक्षिक गतिविधि, यो शैक्षिक उपलब्धिका चाहिँ बारेमा चाहिँ राम्रो जानकारी दिनुभयो। साथमा हजुरले लामो समयसम्म शिक्षण पेसा गर्नुभयो र त्यो शिक्षण पेसामा आबद्ध रहँदा, शिक्षण पेसामा गइसक्दाखेरिको चाहिँ हजुरको पारिवारिक अवस्था वा चाहिँ हजुरले पाउने सेवा सुविधा, कसरी चाहिँ ती सेवा सुविधाहरू राज्यले प्रभावित गर्थ्यो र अहिलेको अवस्था के छ, राज्यले चाहिँ कसरी शिक्षकहरूलाई चाहिँ खुसी बनाउने वा चाहिँ काम लिने अवस्था छ, त्यसको बारेमा पनि थोरै अनुभव सुनाउनुहोस् न सर। म 2035 साल आषाढ 1 गतेको मेरो नियुक्ति हो सर। त्यति बेला मेरो तलब 182 रुपियाँ 25 पैसा थियो आषाढ 1 गते। अनि त्यही 35 साल आषाढ 17 गते पहिले आषाढमा बजेट भाषण हुन्थ्यो। डाक्टर प्रकाश चन्द्र लोहनी अर्थमन्त्री हुनुहुन्थ्यो। उहाँले चाहिँ एकैपालि 255 रुपियाँ बनाइदिनु भयो। मैले एक महिना 182 रुपियाँ 25 पैसा तलब खाएँ। अनि त्यसपछि 255 को दरले खाएको हो। र पछि सेवा सुविधा नेपाल सरकारले थप्दै गयो। खान पुग्ने व्यवस्था नेपाल सरकारले गरिदिएको छ र अहिले पनि सेवानिवृत्त भइसकेपछि पनि नेपाल सरकारले खान पुग्ने व्यवस्था गरिदिएको छ। हामी पेसामा रहँदा पेसाबाट बाहिर गइसकेपछि पनि शैक्षिक क्षेत्र सुधार गर्नको लागि
हामीहरूले सधैँभरि लागिरहनु पर्दछ यो समाजमा बसेर भन्ने मेरो अभिप्राय हो सर। र म प्राय शिक्षा क्षेत्रमा नै बस्छु, सायद मेरो जीवन नै यसैमा समाप्त हुन्छ होला जस्तो लाग्छ। 42 वर्ष त मैले पढाएँ, त्यसपछि पनि म शिक्षा क्षेत्रमै छु र नेपाल सरकारले दिएको सेवा सुविधामा सन्तुष्ट छु र मेरो घर परिवार पनि चलेको छ। म एकदम खुसी छु, आनन्दित छु। सर, हजुरले जीवनमा गरेका चाहिँ प्रेरणादायी र उदाहरणीय कामहरूलाई यदि सम्झनु पर्यो भने कुन कुन कामलाई चाहिँ हजुरले सम्झिनुहुन्छ, वा चाहिँ कुन कुन कामलाई चाहिँ प्राथमिकताका साथ राख्नुहुन्छ कि मैले समाजमा यो चाहिँ दिन सकेँ है भन्ने जस्तो लाग्छ हजुरलाई? के छ त्यस्ता कामहरू? एउटा दुईटा छ सर। जस्तै नेपाल राष्ट्रिय गणेश मावि पर्सिनपुर भन्नाले चाहिँ 4-5 तरिकाले चिनिन्थ्यो। एउटा चाहिँ यो हेडमास्टर 40 वर्षदेखि अविसिन्न एउटै हेडमास्टर, त्यहाँ प्राय धेरै जस्तो विद्यालयमा 10 वर्ष 11 वर्ष 12 वर्ष बढीमा 20 वर्षभन्दा एउटै हेडमास्टर नरहने। तर गणेश मावि पर्सिनपुरमा चाहिँ एउटै हेडमास्टर 40 वर्षसम्म 42 वर्षसम्म चलायो। र अर्को मैले समाजलाई दिन सकेको चाहिँ सर, अब आफूले गरेको कुरा के भने अरू समाजलाई मैले त्यति योगदान गर्न सकेको छैन। गणेश मावि पर्सिनीपुरलाई चाहिँ राम्रै, मेरो विचारले चाहिँ मैले राम्रै गरेको छु। किनभने म त्यहाँ प्रवेश 35 सालमा म त्यहाँ प्रवेश गर्दाखेरिमा कक्षा 1 देखि 3 सम्म पढाइ हुन्थ्यो, अनि म छोड्दाको दिन चाहिँ कक्षा 1 देखि 12 सम्मको पढाइ भयो। अनि अर्को कुरा सर, गणेश मावि पर्सिनीपुर एउटै विद्यालयमा 13वटा राहत शिक्षकले चिनिन्थ्यो त्यति बेला। एउटै विद्यालयमा 13 जना राहत शिक्षकहरू र अनि प्रावि स्तरमा 6-6वटा दरबन्दी, प्राविमा मात्रै 6वटा दरबन्दी, राहत दरबन्दी र सबै मिलाएर चाहिँ म सरलाई त्यो फोटो पनि पठाइदिउँला। 42 जना चाहिँ शिक्षक स्टाफ थियौँ हामी। हजुर। अब एउटा विद्यालयमा अब 42 जना शिक्षक स्टाफ हुनु भनेको सानो कुरा होइन। र अर्को सामान्य 1 देखि 3 सम्मको एउटा झोपडीको घर भएको विद्यालयलाई म त्यहाँ रहँदा बस्दासम्म चाहिँ 15-20वटा पक्की भवन बनाउनु पनि मैले समाजलाई दिएको योगदान हो कि भन्ने कुरा मलाई विश्वास लाग्छ। विद्यालय क्षेत्रमा चाहिँ मैले योगदान पुर्याएको कुराहरू, योगदान भनौँ कि मैले गर्नुपर्ने कर्तव्य पनि हो। म त्यहाँ मैले जिम्मेवारी लिएर बसिसकेपछि विद्यालयको श्रीवृद्धिको लागि, विद्यालयको विकासको लागि, विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि मैले गर्नुपर्ने मेरो कर्तव्य पनि हो त्यो। र धेरै चुनौतीहरू पनि त्यति बेला झेल्नु पर्यो र अवसरहरू पनि प्राप्त भए। मलाई त्यही विद्यालयले चाहिँ यहाँसम्म मेरो रोजीरोटीको व्यवस्था गरिदियो। अझै पनि म विद्यालयको त्यहाँ प्राङ्गणमा छिर्ने बेला नमन गरेर मात्रै भित्र जाने गरेको छु। मैले समाजलाई त अरू खास त्यस्तो केही दिन सकेको छैन। गणेश मावि पर्सिनीपुरलाई चाहिँ बनाएको छु। होइन, गणेश मावि पर्सिनीपुरमा हजुरले बनाएका विद्यार्थीहरू पनि त समाजका चाहिँ सम्पत्ति नै हुन् नि सर, होइन र? अहिले चाहिँ डाक्टर इन्जिनियर हुनुहुन्छ। खुसी लाग्छ विद्यार्थीहरूलाई देखेपछि। उहाँहरूले पनि सम्मानका साथ, जहाँ आफूले त अलिक चिन्न छोडिँदो रहेछ, उहाँहरूले चाहिँ देख्नुहुन्छ, भेट्नुहुन्छ, चिन्नुहुँदो रहेछ। अनि म फलानु हुँ भन्नुहुन्छ, अनि चिन्छु फेरि उहाँहरूलाई। खुसी लाग्छ। तिनै विद्यार्थीहरूलाई देखेर पनि आनन्दित हुन्छु म। र त्यसै कारणले गर्दाखेरि पनि म बाहिर अन्यत्र कहीँ गएर बस्दैन सर, यहीँ बर्दियामै गेरुवामै बस्छु। एउटा शिक्षकले कमाउने सम्पत्ति तिनै विद्यार्थीहरू हुन् सर, जसलाई चाहिँ हजुरले चाहिँ हात समातेर चाहिँ अक्षर चिनाउनु भएको थियो। र हामीले चाहिँ समाजमा दिने वा चाहिँ समाजका प्रतिष्ठित व्यक्ति बनाउने पनि तिनै गुरुहरू नै हुन्छन्। र आर्थिक रूपले कमजोर भए पनि बौद्धिक रूपले र समाज सेवाका रूपमा निस्वार्थी शिक्षक नै हुन् जस्तो चाहिँ हामीले बुझ्नुपर्छ, होइन?
अब हामी सर करिब यो आजको शिक्षा चौतारी कार्यक्रमको अन्तिम चरणमा छौँ। हजुरले यो समाजमा सुशासनको लागि, विद्यार्थीहरूको शैक्षिक उपलब्धिका लागि मैले सोध्न छुटाएका र हजुरले भन्नै पर्ने अभिभावकलाई सुझाव, इभन स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई सुझाव, विद्यालयका प्रशासकहरूलाई सुझाव जुन हजुरको अनुभवले बताउँछ, अभिभावक विद्यार्थीहरूलाई दिनुपर्ने सुझाव के छ सर? छोटकरीमा भनिदिनुहोस् न। एउटा चाहिँ अहिले सबै पालिका सरकार भइसकेका छ। पालिका सरकारले पुरस्कारको दण्ड र सजायको व्यवस्था हुनुपर्छ सर। जसले राम्रो काम गर्छ उसलाई पुरस्कार दिनुपर्छ, पुरस्कृत गर्नुपर्दछ, हौसला दिनुपर्दछ। र प्रशासकले विद्यालयको प्रशासनले सबै शिक्षकहरूलाई समान तहले हेर्न सक्नुपर्दछ, समान आँखाले हेर्न सक्नुपर्छ सबै शिक्षकहरूलाई। अहिले त यो ऊ यस्तो उस्तो भनेर नाम पनि राख्ने गर्छन् होइन, यो फलानु यो फलानु यो फलानुको भनेर। हाम्रो पालामा त त्यस्तो थिएन। त्यो आफू जुन फलानुको भए पनि यो फलानुको भनेर भन्नु भएन। त्यो गेटबाट भित्र पसिसकेपछि सबै समान। र अवसर दिँदाखेरि पनि केही अवसरहरू हुन्छन्, केही फेसिलिटी, केही सुविधाहरू हुन्छन्। विद्यालय प्रशासकले शिक्षकलाई चाहिँ समान रूपले हेर्न सक्नु पर्दछ। नत्र 42 वर्षसम्म नि एउटै विद्यालयमा बसेर काम गर्न गाह्रै पर्थ्यो होला होइन। यही कारणले मेरो यही विचारले गर्दाखेरिमा चाहिँ सायद 42 वर्षसम्म बस्दाखेरि पनि कसैसँग ठुलो बोली पनि भएन होइन। सबैले अझै पनि रेस्पेक्टकै हिसाबले रेस्पेक्टै गर्नुहुन्छ, टिचरहरूले पनि विद्यार्थीहरूले पनि। र विद्यार्थीहरूलाई को चाहिँ मैले एउटा विद्यालयमा के भन्न चाहेको छु भने प्रत्येक कक्षामा कुनै विद्यालय त मैले देखेको छु अनुगमन गर्न जाँदाखेरिमा प्रत्येक कक्षामा जति विद्यार्थी छ त्यो एउटा साइक्लिङ हुँदो रहेछ त्यो बनाउने। अनि सबैको जन्म मिति त्यहाँ लेखिदिने र त्यो कक्षा टिचरले चाहिँ त्यो विद्यार्थीलाई बोलाएर आज उहाँको जन्मदिन हो, हामी सबैजना मिलेर उहाँलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गरौँ भनेर त्यति मात्रै कक्षा टिचरले भनिदिन सक्नुभयो भने विद्यार्थीहरूले ए म पनि रहेछु यो क्लासमा, मलाई पनि सम्मान गरियो भन्ने चाहिँ बुझ्दो रहेछन्। त्यसले अलिकति टेवा पुग्छ कि जस्तो लाग्छ मलाई। यो कुरा चाहिँ कक्षा शिक्षकज्यूले विद्यार्थीको अभिलेख त्यो कक्षामा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरूको जन्म मिति लेखेर राखिदियो भने त्यो हुन्छ। र अर्को चाहिँ विद्यालय प्रशासकले कक्षा 10 र 12 मा अहिले त एसीई भन्छ, प्रथम श्रेणीमा उत्तीर्ण हुने सबै विद्यार्थीहरूको नामावली कक्षा 10 को कोठामा कक्षा 10 को विद्यार्थीको र कक्षा 12 को कोठामा कक्षा 12 का विद्यार्थीहरूको साल, अनि यो सालमा यति विद्यार्थीले फर्स्ट सेकेन्ड। अब त्यो वर्षौं जाँदाखेरिमा चाहिँ पुरै भित्रै रङ्गिए पनि रङ्गियोस्, उसले त्यसलाई हेर्छ अनि म पनि त्यहाँ पुग्न सकेदेखि मेरो पनि नाम आउँछ भन्ने हुन्छ कि जस्तो लाग्छ। त्यो गर्न सबैको सम्मान गर्न सक्नु पर्यो। हामी सबैले अहिलेको जमानामा सबैले आफ्नो आफ्नो अस्तित्व खोजेका हुन्छन्, सबैको अस्तित्वको हामीले सम्मान गर्न सक्नु पर्यो। सबैको कल्याण हुन्छ, सबैको जय हुन्छ। हजुर सर, साँच्चै आज यो पहिलो शिक्षा चौतारी कार्यक्रममा निकै राम्रा र प्रेरणादायी हजुरको चाहिँ भनाइहरू अनुभवहरू सुन्न पाइयो। र साँच्चै यो आजको कार्यक्रम जति हाम्रा चाहिँ दर्शकहरूले हेरिरहनु भएको छ उहाँहरूले पनि पक्कै कोही शिक्षक हुनुहोला, कोही विद्यार्थी हुनुहोला, कोही अभिभावक हुनुहोला, उहाँहरूले हजुरको अनुभवलाई यदि पछ्याउँदै जानु हो भने पक्कै पनि हामी सही बाटोमा पुग्छौँ भन्ने मैले विश्वास लिएको छु। ल हवस् त, अब आज छुट्टिन्छौँ। नमस्कार।